आज मेरो भान्सामा चाहिँ मिटबल बन्दैछ। यो चाहिँ बफको किमा हो, तर हामीले चिकन मटन अब बफ जे लिँदा पनि हुन्छ। यो किमामा चाहिँ आफूलाई चाहिने मसला नुन जिरा खुर्सानी मिट मसला अदुवा लसुन हाल्ने, अनि त्यसपछि एउटा अन्डा हाल्ने, प्याज हाले पनि हुन्छ। प्याज हालेर यसलाई चाहिँ मजाले मोल्ने, यसलाई चाहिँ मजाले मोल्नुपर्छ, यो नभए यो डल्लो बन्दैन। त्यसपछि यसलाई हामीले आगो सानो पारेर एकछिन बिस्तारै हाल्ने। आगो धेरै ठुलो भयो भने चाहिँ बाहिर डढ्छ, भित्र चाहिँ राम्रोसँग पाक्दैन। त्यही भएर चाहिँ हामीले यसलाई अलि आगो सानो पारेर बिस्तारै हालिदिने। त्यसपछि यसलाई एकछिन नचलाउने, एकछिन चाहिँ यसलाई यो सेट हुन दिने। हामीले छिटो चलायो भने चाहिँ के हुन्छ भने यसको यो चाहिँ फुट्छ। त्यही भएर एकछिन बिस्तारै राख्ने अनि मात्रै चलाउने। किमा मोल्दाखेरि चाहिँ अलिकति कन्फ्लोर या मैदा हाल्दा पनि हुन्छ। यसले गर्दा चाहिँ त्यो किमा बाइन्डिङ हुन चाहिँ सहयोग गर्छ। र त्यसपछि यसलाई अब मिडियम फ्राई, आगो चाहिँ अलिकति मिडियम बनाउने र मजाले फ्राई हुन दिने। अब यतिको ब्राउन भएपछि यसलाई हामीले झिक्दिने। अलि धेरै डढ्यो भने पनि मिठो हुँदैन क्या यो, यसको टेस्ट, डढेको टेस्ट कस्तो हुन्छ। अलिकति यस्तो बिस्तारै तेल तारेर अनि यसलाई झिक्दिने। ल यो रेडी भयो मेरो मिटबल। अब यसलाई चाहिँ स्न्याक्सको रूपमा यतिकै खाए पनि भयो, नभएदेखि चाहिँ प्याज गोलभेडा हालेर ग्रेभी बनाएर खानासँग खाँदा पनि भयो। कस्तो भयो भन्नुहोस् है। हजुरहरू पनि बनाएर खानुहोस् है, अनि कमेन्ट गर्नुहोस् है कस्तो भयो भनेर। ल टेस्ट गर त बाबु, कस्तो भएछ? कस्तो भएछ? मिठो? अब यसलाई यतिकै खाने कि ग्रेभी बनाउने त? ग्रेभी बनाउने। ल ल ल, ग्रेभी बनाएर भातसँग खाने हस् त। के बा